जहिलेझै हाम्रो यात्राको शुभारम्भ आराध्य देवी चण्डेश्वरी माताको दर्शन र आशीर्वाद ग्रहण गरेर गर्यौं। जुगल हिमाल बेस क्याम्प एउटा ट्रेक मात्र होइन, वास्तविक अभियान। नमस्कार साथीहरू, आज म तपाईहरूसँग नेपालको एकदमै कम चर्चित तर अत्यन्तै रोमाञ्चक गन्तव्य सिन्धुपाल्चोकको जुगल हिमाल बेस क्याम्पसम्मको हाम्रो यात्राको अनुभव साझा गर्न चाहन्छु। नेपालमा ट्रेकिङ गर्ने जो कोहीको सपना हिमालको काखसम्म पुग्नु नै हुन्छ। हामीमध्ये धेरैले एभरेस्ट, अन्नपूर्ण, लाङटाङ, मकालु, पाँच पोखरी, चोला पास जस्ता गन्तव्यहरूको नाम सुनेका हुन्छौँ। तर कतिपय यस्ता ठाउँहरू पनि छन् जसको चर्चा कम भए पनि त्यहाँ पुग्दा प्राप्त हुने अनुभव असाधारण हुन्छ। जुगल हिमाल बेस क्याम्प त्यस्तै एउटा गन्तव्य हो। साँच्चै भन्नुपर्दा यो सामान्य ट्रेक होइन। धेरै स्थानहरू पुगिसकेको थिएँ, त्यसैले सुरुमा अरू ट्रेक जस्तै नै होला भन्ने सोच थियो। तर जुगल हिमाल बेस क्याम्पले त्यो सोचलाई पूर्ण रूपमा परिवर्तन गरिदियो। यात्राको सुरुवात हाम्रो यात्रा बनेपाबाट सुरु भएको थियो। टोलीका सबै साथीहरूमा उत्साह भरिएको थियो। धेरै दिनदेखि योजना बनिरहेको यो यात्रा अन्ततः सुरु हुँदै थियो। बनेपा, पाँचखाल, सुकुटे, बिलेफी, जलबिरे र तेम्बाथान हुँदै हामी दिपुसम्म बाइकमा पुग्ने योजनामा थियौँ। सुरुवाती यात्रा निकै रमाइलो थियो। सिन्धुपाल्चोकका घुमाउरा सडकहरू, हरिया डाँडाहरू, खोला र गाउँहरू पार गर्दै हामी अघि बढिरहेका थियौँ। तर साहसिक यात्राको वास्तविक सुरुवात भने अझै बाँकी थियो। जब हामी ब्रह्मायणी खोला पुगेका थियौँ, त्यहाँको अवस्था अपेक्षा गरेभन्दा फरक थियो। खोलामा पानीको बहाव निकै तीव्र थियो। धेरै प्रयास गर्दा पनि एउटा बाइक मात्र खोला पार गर्न सम्भव भयो। स्थिति बुझेर हामीले जोखिम नलिने निर्णय गर्यौं। खोला पार गराइएको बाइक पनि फिर्ता ल्यायौं र सबै बाइकहरू खोला वारीपट्टि सुरक्षित रूपमा राखेर बाँकी यात्रा पैदल सुरु गर्यौं। त्यो क्षणबाट नै हामीले महसुस गर्यौं कि यो यात्रा सामान्य हुनेवाला छैन। बाइक यात्रा सकिएपछि हामी पैदल हिँड्न सुरु गर्यौं। वरिपरि गाउँहरू, खेतबारी र पहाडी जीवनशैली देख्दै हामी अघि बढिरहेका थियौं। पहिलो दिनको लक्ष्य दिपु पुग्नु थियो। साँझतिर हामी दिपु पुग्यौं र त्यहीँ बास बस्यौं। लामो दिन भए पनि टोलीमा उत्साह कायमै थियो। राति आगो ताप्दै, भोलिको यात्राबारे कुरा गर्दै र हिमालको कल्पना गर्दै समय बित्यो।
हामीलाई थाहा थिएन कि वास्तविक परीक्षा त भोलिपल्टदेखि सुरु हुनेवाला थियो। अर्को दिन बिहानै हामी दिपुबाट छिन्ताङ्गतर्फ लाग्यौँ। पहाडी बाटोहरू पार गर्दै, जङ्गलहरू छिचोल्दै र उकालो चढ्दै हामी छिन्ताङ्ग पुग्यौँ। त्यहाँ खाना खाएर केही समय विश्राम गर्यौँ। त्यसपछि पुनः यात्रा सुरु भयो। अब बाटो क्रमशः कठिन हुँदै गइरहेको थियो। उकालोहरू लामा हुँदै गएका थिए। झोलाको भार पनि शरीरले महसुस गर्न थालेको थियो। तर हिमाल नजिकिँदै गएको अनुभूतिले थकानलाई केही हदसम्म बिर्साइरहेको थियो। साँझतिर हामी पेमाचाल पुग्यौँ। त्यहीँ हाम्रो क्याम्प बस्यो। त्यो रात विशेष थियो। आकाशमा असंख्य ताराहरू चम्किरहेका थिए। वरिपरि पूर्ण शान्त थियो। शहरको कोलाहलबाट धेरै टाढा प्रकृतिको बीचमा बिताएको त्यो रात जीवनभर सम्झिरहने क्षण बन्यो। त्यही एउटा साथीले अर्को दिन बेस क्याम्पसम्म नजाने र क्याम्पमै बस्ने निर्णय गर्यो। उचाइ, शारीरिक अवस्था र बाटोको कठिनाइलाई विचार गर्दै उसले त्यो निर्णय लिएको थियो। तेस्रो दिन बिहान ठिक 3:30 बजे हाम्रो यात्रा सुरु भयो। चारैतिर अन्धकार थियो। हेडलाइटको उज्यालो नै हाम्रो मार्गदर्शक बनेको थियो। सुरुका केही घण्टा निकै चुनौतीपूर्ण रहे। चिसो हावा, अन्ध्यारो र लगातार उकालो। केही समयपछि मात्र हामीले बुझ्न थाल्यौँ कि जुगल हिमाल बेस क्याम्पको बाटो किन यति विशेष मानिन्छ। यहाँको बाटोले कुनै सम्झौता गर्दैन। उकालोमाथि उकालो, साँघुरा गोरेटो, भीरका किनार, ढुङ्गै ढुङ्गाले भरिएका कठिन बाटाहरू र निरन्तरको शारीरिक परीक्षा। कुनै ठाउँमा खुट्टा राख्नै गाह्रो हुने अवस्था थियो। कतै ढुङ्गा चिप्लिने डर थियो, कतै लामो उकालोले सास फेर्न समेत गाह्रो बनाइरहेको थियो। कहिले 5 पोखरीको यात्रा याद आयो, कहिले मकालु क्षेत्रका कठिन दिनहरू सम्झ्यौँ, कहिले चोला पास पार गर्दा भोगेका सङ्घर्षहरू आँखा अगाडि आए, कहिले एभरेस्ट बेस क्याम्पको पदयात्रा सम्झ्यौँ। हरेक यात्राको आफ्नै कथा थियो। तर जुगलको बाटोमा हिँड्दा हामी साथीहरूबीच एउटै कुरा बारम्बार दोहोरिन्थ्यो। सायद यो हाम्रो अहिलेसम्मकै सबैभन्दा साहसिक ट्रेक हुन सक्छ। प्रकृतिको अद्भुत रूप जति माथि पुग्दै गयौँ, दृश्य त्यति नै भव्य बन्दै गयो। मानव बस्तीहरू हराउँदै गए, जङ्गलहरू पछाडि छुट्दै गए, हिमालहरू नजिकिँदै गए, बादलहरू कहिले तल कहिले माथि देखिन्थे। कतिपय ठाउँमा आफू आकाशसँगै हिँडिरहेको जस्तो महसुस हुन्थ्यो।
आइज आइज जाऊ सब भिज्यो प्रकृतिको विशालता देख्दा मानिस कति सानो छ भन्ने अनुभूति झन गहिरो हुँदै गयो। त्यो शान्त वातावरणमा हावा बहिरहेको आवाज मात्र सुनिन्थ्यो। त्यो क्षणमा जीवनका धेरै तनाव, चिन्ता र दौडधुप स्वतः हराएर जान्थे। चार ठाउँ त बताएँ हामी आजसम्म धेरै ठाउँहरू पुगिसकेका छौँ। शिवधारा पनि साहसिक यात्रामध्ये एक मानिन्छ। जानु गयो जाने गर्न भिडियोमा आउनु मन लाग्यो त्यो अलिक बुझ रहेछ त यार यो यसरी जुन पनि त्यही त हो नि तर खुसी छ यार यो होला यसरी यसरी त्यो तलमा थियो कि मुनिबाट आइज न आइरहेको छु साथी आइरहेको छु हजुर ल आइजरी यो धागो भन्दा यता बसौँ न हामी त्यो यो स्वाद धागो यता गयो पनि कस्तो यार बुझेन भनेको आइज ल हामी सब दिइरहेको छौँ ल स्वाद जाने नि होइन भयो एकदम धागोभन्दा उता नबसौँ स्वाद गर्नुमा आएँ म त्यो खुसी थियो यार कहाँ खुसी थियो है ल आयो है म पनि ल आइज भयो आउँदा भयो जाऊ अगाडि बढौँ ए ट्राफिक जाम नगरौँ न यार
भयो आउँछु नि यस्तोमा बाँधिरहेको छ अब कति ठाउँमा छ दाइ यस्तो दुई ठाउँ तर जुगल हिमाल बेस क्याम्पतर्फको यो बाटो हिँड्दा भने अहिलेसम्म गरेका सबै यात्राभन्दा फरक र अझ चुनौतीपूर्ण अनुभव भयो। सबैभन्दा रोचक कुरा यति साहसिक यात्रा हाम्रो सबैभन्दा नजिकै रहेछ भन्ने महसुस भयो। काठमाडौँबाट धेरै टाढा नगई पनि यति रोमाञ्चक र कठिन गन्तव्य भेटिनु साँच्चै आश्चर्यजनक अनुभव रह्यो। माथिबाट हो क्या हो
अब 2 घन्टामा पुग्छ। दुई घन्टा र 2 घन्टा पोखरी छेउतिर अलिकता खर्च खाऊँ हुन्छ। त्यहाँबाट उनीहरू पनि कता पुगेर फर्किहाल्छ। 4:45 8:30 भनेपछि 5 घन्टा ठ्याक्कै भयो होला हामी हिँडेको। 8:30 हुन्छ। जुगल हिमाल बेस क्याम्पमा पाइला घण्टौँको कठिन सङ्घर्षपछि अन्ततः बिहानको यात्रा जारी राख्दै 11:30 बजे हामी जुगल हिमाल बेस क्याम्प पुग्न सफल भयौँ। त्यो क्षण शब्दमा वर्णन गर्न सजिलो छैन। सामुन्ने उभिएका हिमालहरू, हिउँले ढाकिएका चट्टानहरू, निलो हरियो रङ्गको हिमताल, वरिपरिको गहिरो शान्त, लामो यात्रापछि प्राप्त उपलब्धिको अनुभूति र मनभित्रको अथाह आनन्द।
भइरहेछ यात्रा बब्बाल यात्रा रहेछ लास्टै लाइफमा सुरे हाइट चाहिँ कति आयो फेरि हेर्छ नि हाइट पनि पेडाइसक्यो हो सबै कुरा एकैसाथ महसुस भइरहेको थियो। त्यो बेला शरीर थाकेको थियो तर आत्मा उत्साहित थियो। थकानभन्दा खुसी धेरै थियो। सङ्घर्षभन्दा उपलब्धिको अनुभूति ठूलो थियो। अहिले हामी जुगल हिमाल बेस क्याम्पमा अनि अब यहाँ छेकेको छु पुरै माथि केही क्षण जीवनभरका सम्झना। हामीले त्यहाँ केही समय बितायौँ। हिमालहरूलाई नजिकबाट हेर्यौँ। प्रकृतिको त्यो अनुपम सौन्दर्यलाई मनभरि भर्यौँ। तस्बिर खिच्यौँ, भिडियो बनायौँ। तर क्यामेरामा कैद भएका दृश्यभन्दा धेरै सुन्दर दृश्यहरू हाम्रो मनभित्र कैद भइरहेका थिए। किनभने केही अनुभवहरू तस्विरले होइन, आत्माले सम्झन्छ। जुगल हिमाल बेस क्याम्प त्यस्तै अनुभव थियो। फर्किने अर्को चुनौती। यात्रा अझै सकिएको थिएन।
अरे जुगल हिमालमा ठ्याक्कै हिउँ परेको अवस्था परिरहेछ। अब हामी यहाँबाट चाहिँ तल झर्दैछौँ, बस्ने ठाउँतिर जानु पऱ्यो। अब एक दिन पुरै हाम्रो हिँडाइ हुन्छ। अब यहाँ चाहिँ ठ्याक्कै 11 बजी आइपुगेको थियौँ हामी। मौसम अलिकति राम्रो भइदिएन, तर बिजन पुरा भयो। ल अब चाहिँ फर्किने। त्यही समय कति भएको छ? समय कति बज्यो? 11:30 बज्यो। अब सुरु हुन लागेको थियो अर्को चुनौती, फर्किने यात्रा। उकालो चढ्नु जति कठिन थियो, कतिपय ठाउँमा ओह्रालो झर्नु त्यसभन्दा कठिन लागिरहेको थियो। थाकेका खुट्टा, कमजोर हुँदै गएको शरीर, तर सुरक्षित रूपमा क्याम्प फर्कनुपर्ने जिम्मेवारी। धैर्यपूर्वक, सावधानीपूर्वक हामी तल झर्दै गयौँ। अन्ततः साँझ 5 बजे हामी पुनः आफ्नो क्याम्पमा पुग्न सफल भयौँ। त्यो दिनको हिँडाइले शरीर पूर्ण रूपमा थाकेको थियो, तर मन भने अत्यन्तै सन्तुष्ट थियो। जुगल हिमाल बेस क्याम्प किन विशेष छ? आजसम्म धेरै ट्रेकहरू गरियो, धेरै हिमालहरू देखियो, धेरै गन्तव्यहरू पुगियो, तर जुगल हिमाल बेस क्याम्पले दिएको रोमाञ्च, सङ्घर्ष, चुनौती र उपलब्धिको अनुभूति भने विशेष रह्यो। किनभने यहाँ पुग्न केवल पैसा र समय पर्याप्त हुँदैन। यहाँ पुग्न दृढ इच्छा शक्ति चाहिन्छ, धैर्यता चाहिन्छ, सङ्घर्ष सहन सक्ने क्षमता चाहिन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा प्रकृतिप्रतिको प्रेम चाहिन्छ। अन्तिम कुरा, यदि तपाईँ पहिलो पटक ट्रेकिङ गर्दै हुनुहुन्छ भने यो गन्तव्यका लागि राम्रो शारीरिक तथा मानसिक तयारी आवश्यक छ। तर यदि तपाईँलाई चुनौती मनपर्छ, साहसिक यात्रा मनपर्छ र आफूलाई नयाँ सीमासम्म पुर्याउन चाहनुहुन्छ भने काठमाडौँ नजिकै रहेको जुगल हिमाल बेस क्याम्प तपाईँले जीवनमा एकपटक अवश्य अनुभव गर्नुपर्ने गन्तव्य हो। किनभने यहाँ पुगेर तपाईँले केवल हिमाल हेर्नुहुन्न, तपाईँले आफ्नो धैर्य देख्नुहुन्छ, आफ्नो क्षमता चिन्नुहुन्छ, आफ्नो सीमालाई चुनौती दिनुहुन्छ र अन्ततः आफूलाई अझ राम्रोसँग बुझ्न थाल्नुहुन्छ। जुगल हिमाल बेस क्याम्प ट्रेक मात्र होइन, आफूलाई चिन्ने एउटा यात्रा।